नमस्कार। म आज टङ्कमणि अधिकारी दाइको सम्झनामा एउटा कविता वाचन गर्दैछु। उहाँको कविता सङ्ग्रहबाट हिटलर र भाले कविता सङ्ग्रहको नाम। धेरै समय भेट्ने चाहना गर्दा गर्दै पनि अस्पतालको भेटबाट भेट्ने चाहना राखेपछि उहाँको र मेरो भेट भएको थियो। उहाँको सम्झनामा एउटा कविता वाचन गर्दैछु। अब उहाँ हामी माझ रहनु भएन। कविताको शीर्षक छ बिन्ती छ। पौडी खेलिरहेछ हिमाल आफ्नै पसिनाले बनेको महासागरमा, छातीमा सगरमाथाको छाया बोकेर प्रशान्त महासागर पिरहेको छ पवित्र गङ्गा, तिर्खाएको सागर मेटिरहेको छ अशान्ति प्यास, लामो दूरी हिँडेर थाकेको पवित्र नदी हाँसिरहेको छ सागरको सन्तुष्टि निहालेर, आँखामा फुला हेर लाली गुँरास, पैर उचालेर डाँफे मुनाल चरीहरू, उफ्रिरहेको कस्तुरी मृग सबकहरू, सुसेलिरहेको गोल सिमल, गाइरहेको कोइलीको धुनमा नाचिरहेको भाले मयूरहरू, सिँगारिरहेका छन् आमाका अनुहारहरू। हजारौँ प्रजातिका चराहरू र दुर्लभ हिउँ मान्छेहरू, हिउँ चितुवा अनि सुन्दर दुर्लभ जङ्गली जनावरहरू छरिरहेकै छन् सुन्दर सुवासना झुन्ड्याएर छातीमा यो देशको मुहार। हिमाल पहाड तराईका बग्रेती फाँटका प्रकान्त श्रम्य बगैँचाहरूमा उठेर वृक्ष फुलका र निरक्षर सङ्गीत गुन्जाइरहने झरनाहरू, सुसेलिरहेका खोला नदी नालाहरू, रारा फेवा जस्ता अनगिन्ती ताल तलैयाहरू नाचिरहेका छन् भूस्वर्गमा। प्राकृतिक सुन्दरताले भरिएको यो देशको सुन्दरता र महानतालाई परित्याग गरेर वयस्क पाखुराहरू किन विदेशमा आँसु तप्काउँदै छातीमा धुरुर कलम रोइरहेछ कलम। बिन्ती छ भोग बोकेर विदेशीका तन्नेरीहरू हो, सोखले सम्भ्रान्त परदेशी चाख्न फुकिँदैन हुत्तिएका महामानाहरू, अङ्गालाभरि सिप र मनभरि जाँगर बोकेर फर्क जन्मभूमिको माटोले बोलाउँदैछ। शहीदहरू पनि सगरमाथाबाट वीरत्वको आवाजले कराइरहेका छन् अनि बुढी आमा र लौराका सहारा लिएका बाहरू पिँढीमा टिलपिल नयन टिकाएर परदेशीका सन्तानको बाटो हेरिरहेछन्। बिन्ती छ फर्क सँगै बसेर प्रेमले बाटो छोएर भूगोल देख्न र लेख्न सकिन्छ कविहरू भन्दैछन्, कलमहरू लेख्दैछन् के नेपाल सानो छ। धन्यवाद।